गरिकन सबैपट्टि देख्ने गरी होइन यताउता घुमायो नि हुन्छ के भन्यो नघुमाउँ है घुमिसक्यो पुगिसक्यो यहाँ आएपछि भयो अब पूजा गर्ने है अब यो धुप पनि भयो ए मैले ऊ घुमाएन नि बत्ती यो घुमाएन नि पानी र बत्ती एकले घुमाउनु नहुनुपर्छ एक्लैले कहाँ 2 तारिक एकै तारिक हुन्छ भिडियो गर्दै गर्नु ल आन्टी विस्तार गर्न किन हतार गर्नु त अहिले फुर्सद भयो नि लगन खेल घुम्न जानुपर्छ किन पहिला त्यहाँतिर बस्या बानी रमाइलो लाग्थ्यो 20 वर्ष जति भयो लगन खेल नगए फर्किन्छ गाउँमा त घुमाउँथ्यो त आगो पनि नघुमाउँथ्यो धुवा चाहिँ घुमाउँथ्यो आगै हो आगो धुकाइनुमा हालेर ल फुगा दुई भयो है यो सेलानी कि दुई भयो यो चाहिँ यहाँ आइदिए दुई भयो अब पूजा गर्ने नि है के होइन अब त्यहाँ बाहिर चाहिँ नि देउतालाई भूतलाई चढाउनु टिका त्योहरू चढाएछ सानो उसमा सानो पातमा यसमा त्योमा चढायो नि यस्तो चाहिँ गर्नुपर्छ दुधलाई ए यो पो गर्ने त नि कहाँ पुग्यो फेरि ढोग्लाइसक्यो होला नि है छैन राम चाहिँ मैले अघि त्यहाँ लगाएको जस्तो भइस 2 टाइम चाहिन्छ नि सबै राम्रो टक्क गरेर ढोका लगाएर राखेँ अब सुरु है ए तेल लाउने होला नि पहिला ए पूजा गरेको पो तेल लाउने है मलाई तेल पर्दैन तेल यस्तो लाटो जस्तो मात्रै गर्नुपर्छ तेल मलाई कोठा फर्नु त मात्रै बस्छ बाबा पैसा नि फैलाएको छ त कान्छी झऱ्यो त सुन्नु तेल कहाँ पुग्यो अरे पैसा फ्याल्नु ए पहिला तालुमा लाउने है यसो अलि कहिले लाउने चाहे अब पर्छ कानमा लाल सुरु गर्नु पर्यो होइन यसो कानमा खासमा तेल हाल्नु हुँदैन पहिला चाहिँ अब बच्चामा चाहिँ तर राम्रै हो यो डक्टरी उसमा चाहिँ तेल सेल कानमा नहाल्नु भने अब त्यो काम छैन है मेरो हातमा तेल लाग्यो तपाईँको तेल पुगिसकेको छ अब के गर्ने टिका लाउने है टिका लाउने माला लाउने सिद्धे टिका सानोबाट लाउनु पर्छ नि त होइन
त्योभन्दा भाइ होइन सानो छ। सबै ठुलो है पहिला सेतो लाउनुपर्छ होला है टक्क लाग्छ होला कि जुन लाएन पहिला सेतो लाउने हो एउटा कार्टुनको फ्रेम टक्क बनाउने होइन चस्मा पुरानो रहेछ यहाँभन्दा तल चस्माभन्दा तल्तिर राख्ने यहाँ माथि होइन माथि रहने कि त्यो ऊ चस्मामा लाग्छ कि हुन्छ भाइ है फोटोकपी गऱ्यो भने नि टक्क बनाएर ल्याइसक्छ त्यो भित्र देउता पूजा गरेर ठाउँमा बनाएर जस्तै त यो भन्दा टक टिका टिका टक टक मात्रै हो कस्तो हड्डी जस्तो भएछ हौ यो पानी पानी नगयो हो कि पानी त फेरि छ पहिला मान्छेकोमा सोहोरेर जाँदा हाँडी मसो लाग्यो आज बाटोमा पुगेँ त्यो पसिनाले सबै सर्ट बिग्रियो नि के हो होला मान्छे अहिले हिँड्ने पनि सबै खस्छ यो त होइन निदाकै भयो नि त्यो तै बोलाउनु पर्ने सुपर ग्लु सुगर ग्लु लाउँ कतिहरू भयो 2 4 1 2 सेतो एउटा भुइँको भयो नि सबै एउटै बनाऊ एउटा सेतो यहाँ माथि राख्नु है सेतो त मरियो लाग्दैन रहेछ त यस्तो लाउनु भयो नि ट्याक ट्याक झोल बनाएर यो पनि झोलै त हो नि अनि त्यसले ठुलो बनाउँछ कि त्यस्तो रुवाले त्यो फुलिएर कत्रो भइरहेको कस्तो गरेर बनाइदिएको हेर तेरिका कस्तो भयो मिल्दै मिल्दैन हुन्छ त नभए बाहिर ननिस्किने त्यस्तो देख्दैन अहिले म मिलाइदिन्छु टिक्क यो यसो गर्न एउटा फ्रेम बनाउनु पर्छ क्या ट्याक्क त्यो माउजी छिर्ने निस्किने हुन्छ नि त्यो वाल एउटा ट्याक ट्याक्क यहाँ राख्ने ट्याक्क त्यो चाहिँ बग्यो कि माथि भएन भयो अब लगाइदिनु त के चाहिँ छुट्यो अब यहाँनिर रेड छ पहेँलो पनि छ यो एउटा चाहिँ बगेर कता आयो बस सिध्यो छिट्यो अब सबैजना टिका लाउने एकैचोटि नयाँ रुवाले पुनः यसो खेत लामो छ नि त गम भएको बच्छ है बिहेरमा भयो नि भयो निधार लामो भएर 2 ठाउँ टिका लाउनु मिल्दैन यसरी मात्रै लगायो भने त छेउछेउमा पनि तान्दियो दाइको यसरी भयो भइहाल्थ्यो तान्नुपर्छ नि गर्दैन उ यस्तै भयो हुन्थ्यो फेरि मेरो पुसौँ हो नि लगाइसकेपछि भयो सिधो कति छेउमा एकदम लामो धर्सक भिज्ने गरेर लगाइदियो होइन त्यो लाउँदा त्यस्तै हुन्छ 2 4 5 वटा के छुट्यो यो नम्बर हाल्ने यहाँ यो यतै नम्बरबाट यतिमा आएपछि सिद्धि भन्ने पर्दैन ल यतापट्टिबाट धर्को तान्नु सानो ए त्यस्तो त गर्नु नपर्ने होइन गर्दै के कस्तो राम्रो कलर आउँथ्यो है त घर बनाएपछि कम्पाउन्ड नै बनाउनु पर्छ यस्तो बनाउँथ्यो कि घरमा तिरेर बनाएर लगाउँथ्यो घरमा त्यो त्यस्तो बनाउने होइन त्यो सेतो पहिला लगाएर बिचमा अर्को टिका लगाएपछि कम्पाउन्ड उसै भइहाल्छ नि कापी बनाउने काफीको बनाउँथ्यो नि उसको के कार्टुनको बनाउनु पर्छ व्हाइट पेपर व्हाइट पेपरको होइन नेपाली कागजको बनाउँथ्यो त घरमा त पहिला मैले बनाउने गरेको थिएँ घरमा नि ल पर्चा आसेन है
भइसक्यो भने धेरै उपद्रै चाहिँ गर्नुहुन्न कि उपत्रै चाहिँ हुँदैन ल बिग्रिन्छ यो अहिले ल है तपाईँ पनि ठिकै छ त भयो त मैले भएको छैन भने होइन मैले माला त उही त्यहाँ पो रहेछ हिजो कस्तो राम्रो थियो आज त पहिलाएछ हिजो बोलाउनु पर्यो हिजो बोलाउनु पर्यो बेला हामी हिजो आउँथ्यो आइरहेको छ नि यो त खै एउटा चाहिँ लामो रहेछ एउटा चाहिँ लामो रहेछ त्यो चाहिँ तँलाई लाउनु ल्याएको कसलाई तिमीले लगाइदिन्छु यो एउटा चाहिँ के गर्ने त्यो अब राख्नु देउताले देउताले अघि पनि चढाउनु पर्ने यो चाहिँ त्यो त्यही राख है त्यही राख्नु तल टिका ल। अब मैले के गर्नु पर्यो भाग दिनु पर्यो है है अहिले छोएपछि हुन्छ अब त्यही राख खानु पर्यो नि त्यहाँ साइडमा राख्नु साथी छैन खा भाग साथीलाई नि फेरि साँटेलाई अहिले भाग अब साँटेलाई टिका कार्यक्रम सिद्धियो त्यसलाई लगाउनु पर्छ नि अब अब टिका लगाउनु पर्छ हाम्रो दही चाहिँ छैन? सिद्धियो भने दही ल्याएन दही खुवाउनु पर्दैन ल्याएन दही दही। त्यस्तो पानी पानी खाइसक्यो पानी खाइसक्यो अब पानी खाउँछ ए अब सक्यो अब ए अब मलाई टिका लगाउँछ के उ गर्नु पर्थ्यो नि जुठो मिठाईहरू दही जुठो गर्ने उ त्यसै राख्यो अहिले अन्डाहरू पछि पछि खानेकुरामा खानेकुरामा खानु यो हटाउँदा यो बनायो कि ल मलाई टिका यतै यस्तो रहेछ होइन भर्खर है अनि कहाँबाट हुन्छ जबरजस्ती लगाएर त्यसले धेरै भयो। यस्तो साह्रो रहेछ यसरी लगाइदिनु मिल्छ हातले हातले लाउनु होला त्यसले पर्दैन त्यो त पुरै लाउनु अनि लाग्नु नै पर्यो नि यो लाग्छ लागिरहेको थियो यहाँ यत्रो मलाई त्यो सबै पर्दैन कि तपाईँलाई चाहिँ यहाँ रातो मात्र लगाइदिनु हुन्छ मलाई रातो मात्रै लाग्यो यो सबै सबै लाउनु लानुपर्छ सबै तपाईँको यहाँ एउटा छुट्टी छ रातो मिलेन ल है भाङ्गो भयो भाङ्गो भयो नि होइन म सिधा बनाएँ यो सिधो हुनुभयो नि यो सिधै अक्षरको नाम प्रमिला बनाउँछ होला नि ए एउटाले काम पुग्यो सबै पाटलो भएर होइन हातले हुन्छ कि ट्याक हातले ट्याकट्याक लाउनु न एउटा रातोमा लगाइदियो हुन्छ यो रातो मात्रै लगाइदियो हुन्छ के सबैले रातै होला मेरो अनुहार भयो अहिले। पानी बेसमा कोहीमा हालेकै छैन कोहीमा त्यो तपाईँले हाल्यो त नि मैले त बाक्लो यहाँ गाक्लो रहेछ त्यो तपाईँलाई भर्खर पानी हालेर गएको हाल्छ मैले सेतो मात्रै हाल्दा बग्यो नि त कामै छैन बग्यो होइन सेतो मात्र लगाइरहेको छु क्या अघिदेखि अघि बगेर पुछ्यो नि त्यसले बग्यो थियो के हुन्छ के हुन्छ त्यो नाली नाली त्यसकै धर्कम त्यसको लाइनमा लाउँदै लाउँदै उपद्रो हुन्छ कोही कत्रो हेर नि यहाँ चल्छ के यसो गरेर लाउनु न हातले भिजेन चाहिँ क्या हिजैतिर मलाई खोटो जस्तो भएको छ हाल्नु नि पानी खै त्यो नाम बुझ्दैन मधुरो
मेटेर हातले टिका चट्ट लगाइदिनु हातमा पनि लाग्दैन यी फोटो जस्तो त्यही टाँसिएछ अनि हातमा पनि लाग्दैन त्यो चाहिँ लाग्छ होला त्यो चाहिँ लतक्क भिज्दै मेन यो राम्रो लाग्यो अरू लागेन कसै लाग्यो त्यो त रात तपाईँ भन मार्नै पगै पग भएको छैन भन्दै ठुलो हुँदै जान्छ ठुल्ठुलो हुँदै लगाइसक्यो यो हराइसकेको छ लागेको दिन हराइसक्यो के हो यो ल मिलाएर लगाइदियो होइन हुन्छ खै राम्रो देखेन हेर त एकपल्ट आमा यसो 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 पैसा मिलाएर लगाइदियो अब यता छेउछेउमा लगाइदिनु उसले लगाए जस्तै गरेर छेउछेउमा तानिदिनु दियो भने चाहिँ। अब नपुगे कलर थप्न नपुगे होइन अब भयो त अब एउटा लगा नि भइगयो त यसो ठाउँ ठाउँमा गर्दैन बाङ्गो घाटामा सिधा गरिदे सिधा छ भने तर गोलो बनाउनु पर्ने होइन पर्ने त्यो उसमा गोलो बनाउँदा निधार भयो उहाँ गोलो गोलै होला फेरि ए हजुर त लाग्दै लाग्दैन पानी होला अहिले पहिला पहिला जस्तो त्यो टाँसिने कि राम्रो छ टिका झट्टै बनाएको छु फेरि ल ठुलो राम्रो भएछ नि। ठिकै छ राम्रो छ। त्यो बिचमा त भएन त्यो पलायो फेरि म अलि न निधार माया छैन निधारमा माया 1 2 3 4 5 ये बिग्रेछ यो चाहिँ बोल्न बोल बाटो हुन्छ अब भयो अब तल एउटा भयो उहाँले यहाँ हात्तीले होइन अब त्यो यो त भयो यो नहुनु कि रातो नै पानी 1 2 3 4 5 6 7 यो सेतो पनि भएन मेकअपको यो सेतो पनि राम्रो भएन भयो यहाँ एउटा थप्दै भयो एउटा केही थप्दै यो सेतो भयो नि अलि माथि सेतो त टिकै देखेको छैन अलिकति कालो अनुहारमा सेतो कहाँ देख्छ त सेतो दुई ठाउँमा लाउनु पर्दैन त्यही त्यही थपिदिनु ल फेरि हामी दस यस्तो दिन छड्के बनाउनु हात किनै जान सोने त्यो फेरि बग्ला बरु यहाँ चाहिँ नि पहेँलो राखिदियो हुन्छ नि यो पहेँलो राखिदिनु पहिला त टाँसिँदै टाँसिने ए कस्तो यी फोटो यी ला होतो रहेछ माथि त्यो पहेँलो चन्दन ल्याउनु पर्छ नि त्यहाँ माथि थियो नि त्यो के रहनु पानी अलिकति अलिक थोरै एक थोपा भइसक्यो भयो 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 उति थोपा चौरा ठाउँमा चाहिँ गराउनु अनि तेल हालेछु कि नि छैन तेल हालेको यो अहिले यसमा मात्र केमिकल तेल। यस्तै आउँछ कि भइसक्यो ल भयो डल्लै झन् अर्कै चाहिँ ल्यायो त यसो गर्न त्यसो भए अरू डल्लै है मजाले मेरो मात्र होइन दाइहरूको पनि देखाउनु न भने कि दाइहरू पनि देखाउनु भने कि देख भयो टाँसिन्न रहेछ त अनि भयो यो लिएर तिम्रो माला लगाइदिन्छु तिम्रो फोटो खिचिदिन्छु नि डेट भएको रहेछ अब यस्तै हो भएन नि भयो 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 त अब अहिले त हाल्नु त खै माल त्यसलाई तिन पैसा दिउँ म माल लगाएँ भोग्नुपर्छ फोका ल्याउनु पछि फेरि लाउनु त्यो मैले लाउनु अलिक फोका ल्याउनु ओ त्यो देउटाको लगायो ल पैसो त यहाँ अब आउने भयो नि त ऊ बिग्रिन्छ बिग्रिन्छ भयो म उचाल्छु म उचाल्छु खुट्टा। बल्ल बल्ल बना बल्ल उचाल्छु। ल
खुट्टा उचाल्छु म खुट्टा उचाल्छु बिग्रिन्छ भयो अब यो तिमी त्यहाँ बसेर फोटो खिचिदिउँ न अब यो यता रिटर्न फोटो त यतापट्टि राम्रो आउँछ आन्टी हजुर अब खै दिनु त भिडियो